बाहिर गाउँघरदेखि माथि पास lah langsung. Lah. Belum kambing kok. ना ठीक छ जन
सबैजना यहीँ बस्दिनुहोस् है अब अर्को हामीले सम्मान गर्न गइरहेका छौँ हाम्रो आजको स्पेसल गेस्ट हुनुहुन्छ उहाँ चाहिँ नेपालबाट उहाँ पुलिसमा पुलिसिङ फ्रम राइट टु कमेन्ट्री अहिले चाहिँ उहाँ यो फेरि अलि अगाडि आउनुहोस् त मोहरिया गाउँका नयाँ मेम्बर ध्रुव गुरुङज्यू अलि अगाडि आउनुहोस् यो कागज भएको ठाउँतिर आउनुहोस् हो साथै लागेको छ साथै गर्मी भइरहेको छ र उहाँहरू हुनुहुन्छ लामडाँडा गाउँका नयाँ मेम्बर दुर्गा गुरुङ अङ्ग्रेजीमा गर्नुपर्ने भयो सायद नेपालीमा भयो भने बुझ्नु पनि हुन्छ होला उहाँ चाहिँ अब आउने अब चिट्टा पनि थ्याङ्क यू कस्तो पनि हामी हाम्रो खातहरू छोडेर विभिन्न कारणले हामी निकै टाढा भौगोलिक रूपमा निकै टाढा हामी यो जस्तो ठाउँमा आएर फेरि यहाँ पनि विभिन्न ठाउँमा छोडेर हामी यहाँ आज जम्मा भएका छौँ हामी यहाँ जम्मा हुँदै गर्दा यदि हामी नेपालमा गयौँ भने मेरो पुस्ता मेरो उमेरको पुस्ता र मभन्दा अलिकति अगाडिको पुस्ताहरूलाई चाहिँ सोच्छौँ भने हामी यति बेला चाहिँ हाम्रो खेतहरूमा आत्मा पर्व मैछो गर्ने ठाउँहरूमा ठोकिने अनुहारहरू भाग्यले भनौँ सोहेलले भनौँ आज हामी यसरी लगाएर रमाइलो पनि पाएका छौँ तसर्थ म फेरि पनि यहाँलाई हाम्रो थाहातिर फर्केर एकपल्ट सम्झिदिनु होला अनुरोध गर्दछु यहाँलाई आवश्यक थाहा छ हामी भेटघाट गर्ने क्रममा कतिपय हालसालै नेपाल पुगेर आउनुभएका पनि होला र कतिपय यहाँलाई परिवर्तनहरूलाई हामी अहिले चाहिँ भलाकुसारी गर्दैछौँ त्यसैले आफ्नो थाहा टाढासम्म यसले आएर हामीले यो कार्यक्रममा हामी सहयोग गर्न पाएका छौँ म व्यक्तिगत रूपमा भन्दाखेरि म अत्यन्तै गौरवान्वित भएको छु यहाँलाई यसरी हरेक वर्ष समाजको कार्यक्रममा स्वागत गर्न पाउँदा यहाँसँग भलाकुसारी गर्न पाउँदा अत्यन्तै खुसी छु म व्यक्तिगत रूपमा र समाजको तर्फबाट यहाँलाई फेरि पनि धन्यवाद ज्ञापन गर्न चाहन्छु यसलाई सामान्य रूपमा लिइदिनु हुनमा हार्दिक अनुरोध गर्दछु विशेष गरी हाम्रा चेली र ज्वाइँ राजाहरूलाई म फेरि पनि र कतिपय हाम्रा समाजका सदस्यहरू हुनुहुन्छ म सबैलाई धन्यवाद र विशेष धन्यवाद हाम्रो समाजका सदस्य जो तपाईँहरूलाई सुन्न पनि अलिकति अनौठो लाग्न सक्छ उहाँहरू चाहिँ हरेक वर्ष लिभरपुलबाट हाम्रो समाजको कार्यक्रममा सरिक हुन आउनुहुन्छ तसर्थ म उहाँ कार्यक्रमका संयोजक रूपमा हुन्छु म अति नै हुनुहुन्छ तपाईँहरूसँग थाहा छ उहाँलाई त्यसै हामी सबैलाई आफ्नो काममा प्रयोग गर्ने हाम्रो संसद सचिव हुनुहुन्छ निवर्तमान अध्यक्ष गर्ने नजिकबाट नखिच होला लगायत